जो जहाँ जहाँ बसेर पनि धर्म निर्वाह गर्न सकिन्छ। मैले चाहिँ मेरो धर्म आज 20 वर्षको पत्रकारितालाई पूर्ण विराम लगाउँदै मेरो लागि यो राजनीतिको महाभारतमा मैले पाण्डव पक्ष चाहिँ मैले राजसभालाई बुझेँ यतिको समयसम्म। त्यसकारणले मैले आज यो पक्षबाट अबको न्याय र अन्याय बीचको लडाइँमा न्यायको पक्षबाट शङ्खनादको सुरुवात गर्ने मैले आजबाट उद्घोष गरेँ। हस्, यहाँहरूलाई धेरै धेरै जय भन्दै। हजुर, धन्यवाद राजीवज्यू। अब केही थप पार्टी प्रवेशका नामहरू आएको छ। मदनजी सिन्धुपाल्चोकबाट, श्याम अधिकारी चन्द्रगिरी, सुशीला बस्याल कोटेश्वर, अजित सिंह महोत्तरी, राज कुलारा ढोटीबाट, बहादुर सिंह। मेरो पत्रकारिता मैले गर्दादेखि आजसम्मको कुरा के हो भने उहाँहरू ढिलो चाँडो एक ठाउँमा पुग्नुपर्छ भन्ने हो मलाई। त्योभन्दा किनभने मेरो सुझाव मैले म भनिहालेँ यसमा के भन्नु। मेरो कुरा यति हो कि पुराना दलहरू नराम्राका लागि एक ठाउँमा आउन सक्छन्। तपाईँ हेर्नुहोस् न, हिजोको दिनमा सत्ता चलाउँदा पक्ष र प्रतिपक्ष हुनुपर्ने थियो, तर यो देशमा प्रतिपक्ष कहिले पनि हुँदैन थियो। सत्ता पक्षले जति भाग लगाउँथ्यो त्यसको ह्याकुला र फिला नापी नागी प्रतिपक्षले खान्थ्यो क्या। त्यस कारणले गर्दा त्यो सत्ता एउटा पक्षमा हुँदा सत्तामा रह्यो, विपक्षमा हुँदाखेरि विपक्षीको भूमिका निर्वाह गरौँ। त्यस कारणले पनि मैले आजको दिनमा भन्ने कुरा चाहिँ के हो भन्नुहुन्छ भने पुराना दलहरू नराम्रो कर्म गर्नका लागि एक ठाउँमा मिल्न सक्छन् भने राम्रो सोच भएका व्यक्ति या पार्टीहरू एक ठाउँमा किन आउन सक्दैन, यति मात्र कुरा र आउनुपर्छ। मभन्दा धेरै माथि ओके मैले यो अन्तिम प्रश्नको रूपमा मैले लिएको छु र म यसको जवाफ दिन्छु। मैले अघि नै भनिसकेँ, मैले बारम्बार भनेको छु आजबाट मैले मेरो सभापति हुन्छु रवि लामिछाने। योभन्दा अगाडि म दायी हुन्थेँ, पत्रकारिताको हिसाबले पनि मैले अग्रजको रूपमा मैले उहाँलाई लिएको हो। एउटा चिज तपाईँहरू मान्नुहोस्, हिजो रवि लामिछानेले पत्रकारिता गर्दाखेरि एक थरीले उहाँलाई कहिले पनि पत्रकार मानेनन्, तर जनताले उहाँलाई पत्रकार माने र त्यही कारणले गर्दा उहाँले पार्टी खोलेर त्यो स्थानमा पार्टीलाई पुर्याउनु भयो। तर एक थरीले त्यही थरीले अर्को थरी भन्दिनँ, त्यही थरी जस्तै पत्रकार मान्दैन थियो, उसैले उहाँलाई पार्टी पनि मानेन, नेता पनि मानेन। उहाँको पार्टीलाई पार्टी पनि मानेन, नेतालाई नेता पनि मानेन। त्यस कारणले गर्दाखेरि त्यो भित्रका प्रपञ्च के थिए, कस्तो थियो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। आज रवि लामिछाने जेलभित्र हुँदा पनि बाहिर के छ, रवि लामिछाने के हो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। मैले कुरा भन्नै पर्दैन। अब रह्यो कुरा के भन्दाखेरि म माथिको आक्रमण भन्नुहुन्छ भने मैले पत्रकारिता गर्दा मलाई भन्दा मैले पत्रकारिता आइडल मानेको रवि लामिछाने, त्यही तवरबाट मैले पत्रकारिता गरेँ। मलाई पनि त पत्रकार मानेनन् नि त्यही। आज म राजनीति गर्दै गर्दाखेरि मलाई राजनीति पत्रकार नमान्ने थिएँ, आज मलाई यो राजनीति के हो भनेर नमान्न पनि पाउँछ नि उसको अधिकारको कुरा। अब उसले प्रपञ्च पनि रच्न पाउँछ नि त मसँग, तर त्यो प्रपञ्चलाई कसरी चिर्ने भन्ने कुरा अहिले म माथि भयो भने मैले हो। अहिले मेरो सभापतिमाथि भइरहेको कुरा सभापतिले पनि चिर्दै हुनुहुन्छ, हामीले पनि उहाँलाई सहयोग गर्छौँ। तपाईँ हामी मिलेर सबैले सहयोग गर्छौँ। अघि नै भनिसकेँ, कौरव र पाण्डवको युद्ध छ, पाण्डवको पक्षमा हामी छौँ, जित पाण्डवकै हुन्छ। यति हस्, धन्यवाद। निर्वाह गरेर चाहिँ नागरिकहरूको आम जनताहरू मुद्दा उठाइराख्नु भएको, देशको माटोको बारेमा बोलिराख्नु भएका मान्छेहरू त अब परिवर्तनको पक्षमा आउनु नै पर्छ। उहाँ आउनु भएको छ, एकदमै खुसी लागेको छ। पार्टी सक्षम बन्दैछ दिनानुदिन, एकदमै यो त बन्नै पर्यो नि। किन भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी भनेको जनताले जन्माएको पार्टी हो, न कि यो कुनै इन्डियामा गएर चाहिँ भेटघाट गरेर इन्डियाका मान्छेहरूसँग त्यहाँका नेताहरूसँग भेटघाट गरेर जन्मिएको पार्टी होइन। जनताले
परिवर्तन चाहिएको छ। अब हाम्रो देशलाई र हामीलाई परिवर्तन चाहिएको छ भनेर जनताले जन्माएको पार्टी हो। त्यसैले यो त एकदम गर्वको कुरा हो नि। अहिले हामी बनस्तरीमा छौँ तर पनि हामी कुरा गर्छौँ नखुको नखु यति बेला पार्टी कार्यालय बन्दै गइरहेछ क्या। तपाईँहरूका शीर्षस्थ नेताहरू यति बेला नखु कारागारमा हुनुहुन्छ, भेटवार्ता गर्नुहुन्छ, चुनावको तयारी गर्नुभएको छ, आन्तरिक तयारी छ, विभिन्न कुरा छ नि त। विभिन्न अरू दलका नेताहरू पनि, पत्रकारहरू, झाँक्रीहरू, डाक्टरहरू, न्यायाधीशहरू पनि यति बेला भेटवार्तामा हुनुहुन्छ। रवि लामिछानेलाई भेट्नु भएको छ डे बाई डे। यो जुन भेटलाई तपाईँहरूले राजनीतिक रोटी सोक्नेको रूपमा हेर्नु भएको छ कि कसरी हेर्नु भएको छ? रवि लामिछानेलाई भेट्ने भेटलाई रवि दाई रूपन्देहीमा हुँदा र अड्डासार गर्दै गर्दा र त्यहाँनिर हुँदाखेरि अड्डासार गर्नुपर्छ भनेर हामीले धेरै पटक भनिराख्दाखेरि उहाँहरूले नगरेको अवस्थामा पनि जनताले अनुमान लगाइसक्नु भएको थियो कि रवि लामिछाने यदि काठमाडौँमा आयो भने वैचारिक बहस सुरु हुन्छ, राजनीतिक बहस सुरु हुन्छ भनेर त्यतिखेर नै आम नागरिकहरूले चाहिँ एउटा अनुमान लगाइसक्नु भएको छ, जुन अनुमान अहिले सत्यमा परिणत भइराखेको छ होइन। विभिन्न मान्छेहरू, विभिन्न दिग्गज व्यक्तित्वहरू अहिले चाहिँ रवि दाइसँग भेट्ने, रवि दाइसँग एउटा संवाद गर्ने कार्यक्रमहरू बढिराखेको छ। यो त हाम्रो लागि एकदम गर्वको विषय हो होइन। अब जेलमा बसेर पनि रवि दाइले देशको नेतृत्व नै लिइराखेको हो फिल भइराखेको छ। भनेपछि नखु कारागारबाट देशको एउटा प्रमुख वैकल्पिक राजनीतिक शक्ति मूलधारमा परिवर्तन हुँदैछ एकदमै। अब यो मूलधारमा परिवर्तन हुन पनि छ एज अ यो वैकल्पिक शक्ति भनेर भन्दै गर्दाखेरि अब राष्ट्रिय स्वतन्त्र पार्टी केही समयपछि मूलधारको राजनीतिमा प्रवेश गर्दैछ, गराउँछन् जनताले। किन भन्दाखेरि मैले अघि नै भनिसकेँ, यो जनताले जन्माएको पार्टी हो, यो देशले मागेको परिवर्तनले मागेको पार्टी हो। त्यसैले यो मूलधारको राजनीतिमा परिणत हुन्छ। चुनावको सङ्घारमा राष्ट्रपाको राजकुमार श्रेष्ठज्यू चन्द्रागिरीबाट, किरण श्रेष्ठज्यू चन्द्रागिरीबाट, शोभा श्रेष्ठज्यू कालीमाटीबाट, रुद्रबहादुर कार्कीज्यू शङ्खुवा सभाबाट, कृपा महर्जनज्यू शङ्खमूलबाट, राजकुमार श्रेष्ठज्यू काभ्रे बलाचोकबाट, दुर्गा परियारज्यू पर्वतबाट, मदनजी सिन्धुपाल्चोकबाट। आज पार्टी प्रवेश गर्न चाहनुहुने दुईजना नाम अझै मैले थप पाएको छु। डोल्पाबाट हुनुहुन्छ राजेन्द्र सार्कीज्यू र कैलालीबाट हुनुहुन्छ प्रिन्स बम ज्यू। दुवैजनालाई अगाडि आउन र पार्टी प्रवेशको क्रममा ब्याच ग्रहण गर्न अनुरोध गरे। हो चौधरीजीले तपाईँ बोल्ने हो एकछिन अब राजीवजी के बोल्नु तपाईँ उहाँ बोल्नु। अब अर्को दुईवटा नाम फेरि पाएको छौँ। एउटा रहेको छ भवानी शङ्कर हरियालज्यू, 90 वर्षका हुनुहुन्छ भवानी शङ्कर हरियालज्यू। भवानी शङ्कर हरियालज्यू हजुर नमस्कार हजुर, स्वागत छ तपाईँलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा। तपाईँलाई स्वागत छ। अब केही बेरको लागि रोकौँ र राजीवजीबाट केही सुनौँ अनि त्यसपछि